पहिलो कुरा बनाउने हो भन्दा पनि देश बचाउने कुरामा हाम्रो ध्यान जानुपर्ने बेला भएको छ। तपाई कल्पना गर्नुहोस् त, सिंहदरबार जलाउन उक्साउनेहरू र सिंहदरबार जल्दाखेरि सिंहदरबार जोगाउन नसक्नेहरू अहिले कुन प्रकारको अतिवादको कुरा गरिराखेका छन्। उनीहरूको व्यवहार, उनीहरूको आचरण अहिले कुन ढङ्गले अतिवादतर्फ उन्मुख भइराखेको छ। यदि आउने चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो शक्ति कमजोर हुने र संसदमा कमजोर रूपमा यसको उपस्थिति हुने र अतिवादीहरूको मात्रै उपस्थिति भएको संसद कस्तो हुन्छ होला। त्यसकारण देश बचाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो सुस्पष्ट विचार भएको, नेपाली माटोमा उत्पन्न भएको र विकसित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अहिले नेपाली जनताले बलियो शक्तिको रूपमा संसदमा पठाउन जरुरी छ। र म अपिल पनि गर्न चाहन्छु कि हामी सबैले यो चुनावलाई, हाम्रा उम्मेदवारदेखि कार्यकर्ता नेता सबैले सामान्य चुनाव नठानेर यो राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दालाई स्थापित गर्ने र देशलाई दुर्घटनामा जानबाट रोक्ने एउटा प्रजातान्त्रिक माध्यमको रूपमा यसलाई उपयोग गर्न म अपिल गर्छु। होइन राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो पार्टी कमजोर बन्ने हो र संसदमा यसको उपस्थिति कमजोर बन्ने हो भने मैले यत्रो सञ्चार माध्यमको अगाडि भनेको छु, राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि कुनै विध्वंस गर्छ, विद्रोह गर्छ र देशमा दुर्घटना हुन्छ भनेर धम्की लगाएको होइन, तर्साएको होइन। तर राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो पार्टीको उपस्थिति त्यहाँ कमजोर भयो भने निकट भविष्यमै यिनीहरूकै आक्रमण्यताका कारण, आलो काचो व्यवहारका कारण देश अस्तिको भन्दा ठूलो दुर्घटनातर्फ जाने सुनिश्चित छ। त्यसकारण देशलाई थप द्वन्द्वमा जान नदिनको लागि, अर्को दुर्घटना हुन नदिनको लागि पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदाताले जिताउन जरुरी छ र त्यो कुरा हामीले आम मतदातालाई बुझाउनुपर्छ।